यहाँलाई चाहिँ कस्तो लागिरहेछ यो हाम्रो देशको प्रदेशहरू छुट्याएको विभाजन गरेको भूगोलहरू मधेसको छुट्टै काटेर राखेको छ तल मधेसपट्टि अनि पहाड त्यो समायोजन कस्तो लागिरहेछ? प्रजातन्त्रमा बसेपछि नि जस्तै भर्खर ब्रिटेनमा भयो, मेजोरिटीले डिसाइड गरेपछि त्यो देशको डिसिजन हो। त्यो हो प्रजातन्त्र भनेको। मान्नुपर्छ सबैले। हामी सबैले 601 जना सभासद इलेक्ट गरेर संविधान सभामा पठायौँ। त्यो 601 जनाले साइन गरेर संविधानमा 7वटा प्रान्त बनायो। एज अ नेपाली आई मस्ट एक्सेप्ट इट। आई मस्ट एक्सेप्ट इट। किनभने त्यो 601 जना बन्दुकबाट या कुनै दबाबबाट त्यहाँ पुगेको होइन, मेरै भोटबाट त्यहाँ पुगेको हो। तपाईँकै भोटबाट त्यहाँ पुगेको हो। नभन्नुहोस् मैले भोट गरिदिएँ, त्यो तपाईँको गल्ती हो भोट गर्नु भएन भने। किन गर्नु भएन? जसले भोट गर्यो उसले त त्यहाँ 601 जना पठायो। 601 जनाले यो प्रान्त बनाएको हो भनेपछि नेपालले बनाएको यो प्रान्त हो। म नेपाली भएपछि यो संविधानलाई म सपोर्ट गर्नैपर्छ। यो 7वटा प्रान्तलाई मैले सपोर्ट गर्नैपर्छ। यसलाई कार्यान्वयन कसरी गर्ने भने एउटा ब्याङ्करको काम होइन, जसले प्रान्त बनायो उनीहरूको काम हो। त्यो ब्याङ्करतिर हेरेर कार्यान्वयन कसरी गर्ने भने मलाई नसोध्नुहोस्। तपाईँले प्रान्त बनाएको म त सपोर्ट गर्छु, तपाईँलाई कार्यान्वयन गर्नुहोस् न। नाम दिनुहोस् न, कमसेकम नाम दिनुहोस् न, अनि हेरौँ के हुँदो रहेछ। त्यो प्रान्तको राजधानी के हो भन्ने त अर्कै ठाउँ छ, त्यो त अर्कै कुरा हो। पहिला नाम त दिनुहोस्। 7वटा प्रान्तको नाम दिएर हेर्नुहोस् त के हुन्छ। देश टुक्राउन लाग्यो भन्छन् नि मान्छेले। देश टुक्रिँदैन, यो भ्रमिक कुरा हो। नेपाल कहिले पनि टुक्रिँदैन। यति युगौँ युग नेपाल बसेर आइरहेको छ। नेपाल कहिले पनि टुक्रिँदैन। त्यो डरतिर लाग्दै नलाग्नुहोस्। नेपालको विकास कति चाँडो हुन्छ हुँदैन भन्ने अर्कै कुरा हो, तर नेपालै रहँदैन भन्ने त्यो चाहिँ कहिले पनि हुँदैन। देश टुक्रिँदैन। प्रजातन्त्र समातेको छौँ, गणतन्त्र समातेको छौँ हामीले। अब यसलाई कार्यान्वयन गरौँ न त। नराम्रो थियो भने किन हामीले यसलाई संविधानमा लेख्यौँ? अब संविधानमा लेखिसक्यौँ भनेदेखि संविधान आएको होइन, क्षण भएको छैन। यसलाई चाहिँ यसको विपरीत जाने भन्ने कुरा छैन। मधेसमा पनि कुरा गर्नुभयो भने उहाँहरू देश टुक्राउने भन्ने कुरा होइन। यो हामी पाहाडमा बस्ने मान्छेको अलिकति भ्रम भएको जस्तो लाग्छ मलाई चाहिँ होइन। उहाँहरूले के भन्नुभएको छ भने हामीलाई पनि जति पाहाडको अधिकार छ त्यति अधिकार हामीले पनि पाउनु पर्यो र जुन किसिमले नेपाली हुनेमा गर्व हामीले गर्छौँ उहाँहरूलाई पनि त्यति नै गर्व छ। उहाँहरूलाई पनि टुक्रेर अर्को देश बन्ने या अर्को देशसँग गाभिने केही इच्छा छैन। उहाँहरू पनि हामी त संविधान पायौँ भनेर रमाउँछौँ भने हामी चाहिँ नेपाली हुनु पाऊँ भनेर उहाँहरूले अलिकति आन्दोलनहरू गरिराख्नु भएको होला। त्यसमा होला कोही वर्गहरू होला जुन चाहिँ होइन नकारात्मक सोच भएको वर्ग होला, तर अधिकांश मधेसमा बस्ने नेपालीको पनि नेपाली हुनेमा धेरै गर्व छ। मैले पाएको छु। युवामा पनि छ, बुढाबुढीमा पनि छ, सबैमा छ। पशुपतिनाथमा त्यति नै गर्व छ भनेदेखि हिन्दू धर्ममा त्यति नै गर्व छ, नेपाली हुनेमा त्यति नै गर्व छ। यो भ्रममा हामी कहिले पनि नपुगौँ कि कुनै पनि देश ताम्सालिङ होस्, थरुवाट होस्, नेवा होस्, मधेस होस् कि टुक्राउन चाहन्छ भन्ने होइन। सबैजनाले आफ्नो अधिकार चाहिन्छ। सबैजनाले यो चाहिन्छ कि मलाई नेपाली हुनुमा उति नै गर्व छ जति अनिल शाहलाई छ, तर मलाई उति नै अवसर चाहिन्छ जति अनिल शाहले पाएको छ। उनीहरूले खोजेको त्यति मात्रै हो। त्यो दिने वातावरण बनाइसक्यो भनेदेखि नेपाल जति मजबुत हुन्छ त्यो कहिले पनि टुक्राउन सक्दैन। त्यही भएर नेपाल टुक्रिन्छ चाहिँ हामी अथल बिथल हुन लाग्यो यो त्यो भने त्यतातिर नलागौँ हो। अलिकति गाह्रो समय चाहिँ अब आउँछ, गाह्रो समय आउँछ। तर अब के गर्ने? औषधि खाइसकेको छौँ, ठिक औषधि पऱ्यो, बेठिक औषधि पऱ्यो, जे औषधि परे पनि अब अगाडि बढ्नै पर्छ हामी। गाह्रो भनेको प्रान्तको नाम दिँदाखेरि उथल पुथल हुन्छ। यो मधेस आन्दोलन के देख्नु भएको छ? मैले देखेको त आउने दिनहरूमा जुन 7वटा प्रान्त बनाएको छौँ, प्रान्त 601 जनाले डिबेट डायलग सबै गरेर बनाएको भएदेखि 601 जना त्यहाँ गएर जुन जुन इलेक्टेड मान्छे थियो उहाँहरूले त भन्नुहुन्थ्यो नि। अहिले त उहाँहरूले भन्दा खै व्हिप लगाइदियो भोट गरिदिउँ हामीले भन्ने, त्यसरी त त्यो मान्छेले पत्याउनेवाला छैन। यतातिर ताम्सालिङ उठ्ला, उतातिर थरुवाट उठ्ला, उतातिर नेवा उठ्ला, यतातिर मधेस उठ्ला होइन, कर्णाली पालीको खस आर्य उठ्ला। यो उठाएर त्यो कसले समाधान गर्ने त? यो त राजनीतिक दलले हो। यो त डक्टर, इन्जिनियर, ब्याङ्कर, विद्यार्थीको काम त होइन। त्यो भएर चाहिँ यो समाधान गर्दै जानुपर्छ अगाडि। यो अस्ट्रिच जस्तो बालुवामा टाउको हालेर चाहिँ सब ठिक हुन्छ, कोहीले मलाई देख्दैन भनेर यो समाधान हुनेवाला छैन। जति हामी पर्ख्यौँ उति यो तातिँदै आउँछ। जति सक्यो चाँडो हामी अगाडि बढ्नुपर्छ। र यो अगाडि बढ्दाखेरि चाहिँ अब फेरि सरकार परिवर्तनको कुरा आउँछ, यो हुन्छ त्यो हुन्छ। मेन मुद्दामा लागौँ न त। अब गणतन्त्र भनेर हामीले संविधानमा लेखिसकेको छौँ, 7वटा प्रान्त बनाइसकेको छौँ, यसलाई कार्यान्वयन कसरी गर्ने त?
बालुवाटारमा को सुत्ने होइन, सिंहदरबारमा को जाने होइन, यो हाम्रो संविधानलाई कार्यान्वयन कसरी गर्ने त्यतातिर राजनीतिक दल राख्नु पऱ्यो। हामी जस्तो नेपाली जनता उहाँहरूलाई समर्थन गर्ने त मेचीदेखि महाकालीसम्म छ। मेची महाकाली छैन, प्रान्त 1 देखि प्रान्त 7सम्म हामी सधैँ छौँ यहाँ। यो गणतन्त्र भन्दा त पुरो राजतन्त्रै ठिक थियो भन्ने एउटा विज्ञान बढ्दै गएको छ नि, यहाँले कसरी लिनुहुन्छ त्यसलाई चाहिँ? आजसम्म मैले तराईमा पुगेको खोला हिमाल फर्केको देखेको छैन। हिमालबाट खोला जहिले पनि तराईसम्म जान्छ, एकचोटि बगिसकेपछि बगिसक्यो। हामी प्रजातन्त्रमा आइसकेको छौँ, गणतन्त्रमा आइसकेको छौँ। राजतन्त्रमा फर्किने सम्भावना मैले धेरै कम देखेको छु र राजतन्त्रमा फर्किँदैमा सबै हाम्रो प्रब्लम सल्भ हुन्छ जस्तो पनि मलाई लाग्दैन। फेरि त्यही कुरा आयो कि हामी शक्तिको पुजारी हौँ। दक्षिण कालीमा म पनि जान्छु, भक्त छु दक्षिण कालीको, पलाञ्चोक भगवतीको, मैती देवीको, भद्रकालीको, किनभने मलाई शक्तिको पूजा गर्न मन लाग्छ। तर जबसम्म सोचमा परिवर्तन हुँदैन, जति शक्तिको पूजा गरे पनि हामी जहाँ छौँ त्यहीँ पुग्छौँ। राजतन्त्रमा फर्किने भनेको अर्को शक्ति स्रोतमा फर्किने हो। कुनै पार्टी नयाँ शक्ति ल्याउने भनेको शक्ति प्लिज त्यति सजिलो छैन हाम्रो देश बनाउनलाई। अब नयाँ सोच चाहिन्छ। यो चाहिँ के भयो भनेदेखि सुन्तला फलिरहेको छ, बोटमा एउटामा टिपेर गऱ्यौँ, ओहो तितो रहेछ भने अर्कोमा गयौँ, ओ यो पनि मिठो रहेछ, अर्को बोटमा गयौँ, ओ यो मिठो रहेछ भने कहिले विचार गर्नु भएको छ कसले रोप्यो यो सुन्तलाको बोट? कति वर्षसम्म उसले हेरविचार गर्यो कि यत्रो बोटमा यत्रो सुन्तला फल्यो? हामी त सुन्तला खाएर विश्लेषण गर्ने, यो हो मिठो छैन भन्ने मात्रै। ए सुन्तलाको बोट रोप्नुहोस् न, नयाँ सोच भनेको त्यो हो, त्यो बोट रोप्ने हो। अरूले रोपेको बोटमा गएर चाहिँ यो बोट भएन, यो नयाँ बोट चाहियो भन्ने होइन। त्यो नयाँ बोट खोज्दैमा आफूले चाहिएको जस्तो सुन्तलाको बोट कहिले पाउँदैन, किनभने तपाईँले त चाहिएको मुन्तालाको बोट होला। मुन्तालाको बोट रोप्नुहोस् न, अनि तपाईँको त्यो सोच सानोबाट ठुलो बोट भएपछि अनि जुन मुन्ताला चाहिन्छ त्यो मुन्ताला पाउनुहुन्छ। वर्षौँ लाग्छ, समय लाग्छ, घाममा बस्नुपर्छ, के होइन किरा फट्याङ्ग्राबाट बचाउनुपर्छ, चराबाट बचाउनु पर्ला, गाई बाख्राबाट बचाउनु पर्ला त्यो बोटलाई। तर त्यो बोट ठुलो भएपछि त जुन फल तपाईँले चाहनुहुन्छ त्यो बोटबाट आउँछ नि। तर बोटै नरोप्ने, अरूले रोप्या बोटबाट खाएर चाहिँ विश्लेषण गरेर अनि तपाईँले चाहेको फल तपाईँले कहिले पनि पाउनु हुँदैन। नयाँ सोच भनेको त्यो हो। नयाँ शक्तिको पछाडि फेरि राजतन्त्र फर्काउने कि कुन चाहिँ राजनीतिक दल फर्काउनेतिर नलाग्नुहोस्, आफ्नो सोचमा परिवर्तन ल्याउनुहोस् न, अरू चिज त भइहाल्छ। मान्छेहरूले यस्तो अहिले कस्तो चर्चा छ भने अब अनिल शाहले त्यो बोट रोप्न लागेको छ, राजनीतिमा अनिल शाह आउनु लाग्नु भएको छ भन्ने कुरा छ। कहिले आउनुहुन्छ राजनीतिमा? अनिल शाहले त्यो बोट 25 वर्ष अगाडि रोपिसक्यो, जब ग्रिनलेज ब्याङ्कमा उसले जोइन गर्यो एज अ ब्याङ्कर होइन। 25 वर्षसम्म मैले त्यो बोटलाई हेरविचार गरेर आज यहाँ छु कि तपाईँहरू यति थुप्रो क्यामेरा स्यामेरा लिएर मेरो इन्टरभ्यू गर्न आउनु भएको छ। मैले पनि होइन, मेरो धेरै दाजुभाइ कजन्सले गरे जस्तो एउटा बिल्डिङ बनाएर भाडा खाएर बस्या भएदेखि यहाँहरू आउनु हुँदैन थियो होला यो गर्नलाई। मेरो जिन्दगीमा पैसा त टन्न बनिरहेको हुन्थ्यो होला, आनन्दको जिन्दगी होइन, टिभी हेरेर जिन्दगी बिकट्थ्यो होला। तर केही गरेँ, पसिना बगाएँ, बुद्धि चलाएँ 25 वर्षसम्म, त्यही भएर म आज यहाँ छु। त्यो बोट मैले रोपिसकेँ। अब त्यो बोटबाट म खुसी छु। जुन सुन्तला आँप मुन्तला जे आइरहेको छ खाएर म खुसी छु। अब सबैले भन्छ होइन अर्को बोट रोप्नु लाग्यो, अर्को बोट रोप्नु लाग्यो। तपाईँ रोप्नुहोस् भन्छु म त बोट, यो हेरिराखेको मान्छेले रोप्नुहोस् न। त्यो बेलामा जब म 21 वर्षको थिएँ, 25 वर्षको थिएँ, मैले बोट रोपेँ। अब बोट रोप्ने तपाईँको टाइम हो। फेरि यही अनिल शाहले बोट रोप्नु पऱ्यो भने किन भन्नुहुन्छ? तपाईँमा के कमी छ? ममा के छ जो तपाईँमा छैन? रोप्नुहोस् त्यो बोट, नयाँ सोचको बोट तपाईँ रोप्नुहोस् न। त्यसमा पानी हाल्नु म पनि आइपुगौँला, अलिकति मल दिनु म पनि आइपुगौँला, बच्चा के चराचुरुङ्गीबाट बचाउने मैले पनि मद्दत गरौँला। तर मैले नै फेरि बोट रोप्नुपर्छ भन्ने त्यो सोचमा जानुभयो भने तपाईँ फेरि शक्ति खोजिराख्नु भएको छ, सोच छैन। सोचको परिवर्तन भने अनिल शाहले जेसुकै गरोस् नगरोस् मलाई के मतलब, म बोट रोप्छु। मलाई आँप खानु परेको छ, त्यसको सुन्तलाको बोटमा म आँप कहिले पाउँछु र म आँपको बोट रोप्छु भनेर तपाईँ बोट रोप्नुहोस् न। यो वर्ष नहोला, 5 वर्षमा नहोला, 10 वर्षमा त फल आइहाल्छ नि तपाईँलाई। तर अनिल शाहले बोट रोप्छ, सुनिल राम सीता गीताले बोट रोप्छ भनेर पर्खिराख्नु भयो भने मैले रोप्नुला पनि। तर त्यो बोटमा आएको फल मलाई मिठो लाग्ला, फेरि तपाईँलाई मिठो नलाग्ला नि त। अनि के गर्नुहुन्छ? फेरि अर्को एउटा अनिल खोज्नुहुन्छ? राजनीतिमा आउने सम्भावना छैन अहिले। सम्भावना त के को छ के को छैन, भोलि के हुन्छ त्यो त भगवानै जानोस् होइन। तर मेरो इच्छा चाहिँ राजनीतिमा होइन, आर्थिक रूपान्तरणमा कसरी मैले योगदान दिन सक्छु त्यतैतिर लाग्ने मेरो विचार छ। तर म त्यही भन्छु नि, कहिलेकाहीँ ट्रेकिङमा जाँदाखेरि कुनै यस्तो गाउँमा पुगिन्छ जहाँ चाहिँ बच्चाले झाडा पखाला लागिरहेको होला, मलाई औषधि दिनु त मन छैन नि, एकदम ज्वरो आइरहेको होला, तर म डक्टर होइन औषधि दिदिनँ भनेर हिँड्दै गरेर त्यो बच्चालाई मर्न त म दिदिनँ नि।
मेरो ब्याकप्याकमा भएको जीवन जल खोलेर टक्क जीवन जल खानुहोस्, ज्वरो आइरहेछ भने ल यो सिटामोल खानुहोस् है, ज्वरो कम हुन्छ भनेर दिन्छु नि। त्यो भनेको म डक्टरै बने भन्ने त होइन, त्यो गर्ने इच्छा पनि छैन, त्यो राम्रो हेल्थ पोस्ट भए मैले गर्नु पनि पर्दैन थियो होला। त्यही भएर अनिल शाह राजनीतिमा आउने नआउने भनेको अनिल शाह भन्दा पनि वातावरणमा निर्भर गर्छ। हेरौँ, मलाई त अझ पनि विश्वास छ हाम्रो राजनीतिक दल, राजनीतिक नेताहरू, युवा नेताहरू जसले चाहिँ जसरी मैले 25 वर्ष वित्तीय संस्थामा काम गरेँ, उहाँले 25-30 वर्ष राजनीतिमा लगाउनु भएको छ, उहाँहरूले नै गर्नुहुन्छ होला। त्यो नयाँ सोच हामीमा मात्र होइन उहाँमा पनि आउँछ र आउनु सुरुवात भइसकेको छ। र त्यो आउनु लागेपछि त हामी किन राजनीतिमा जानु पर्यो? जे हामी गरिरहेको छौँ त्यही गरेदेखि पुगिहाल्छ। यहाँलाई एउटा आरोप लाग्ने गरेको छ, नयाँ शक्तिमा अनिल शाह पनि आउने भन्ने कुरा जो धेरै मिडियाहरूमा पनि अलिअलि हल्ला आएको थियो, अनि मान्छेहरूले पनि चर्चाको विषय चिया गफको विषय पनि भएको छ। नयाँ शक्तिको त्यो घोषणा पनि भयो, यहाँ चाहिँ आउनु भएन। यो नयाँ शक्तिको फ्युचर नदेखेर अनिल शाह नआउनु भएको भन्छ नि मान्छे, के भन्नुहुन्छ? नयाँ शक्तिमा फ्युचर नदेखेर अनिल शाह नआएको होइन, राजनीतिमा नै नआउने भनेर अनिल शाह नआएको हो अहिले चाहिँ होइन। तर राजनीतिक दल कुनैले पनि नयाँ शक्ति होस्, पुरानो शक्ति होस्, धेरै पुरानो शक्ति होस्, ले अनिल शाहलाई बोलाएर ल भन न त हामीलाई अर्थतन्त्र कस्तो हुनुपर्छ, वित्तीय क्षेत्र कस्तो हुनुपर्छ भनेदेखि मैले चाहिँ होइन, म चाहिँ सिर्फ पुरानो शक्तिलाई भन्छु या नयाँ शक्तिलाई तपाईँलाई भन्दिनँ भनेर अनिल शाह कहिले पनि पछाडि हट्दैन। कोहीले सोध्यो भने जति मैले सक्छु त्यो चाहिँ म उहाँहरूसँग सेयर गर्छु, उहाँहरूले लिने नलिने आफ्नै उसमा हो। डाक्टर बाबुराम भट्टराईलाई मैले चिनेको धेरै भइसकेको छ। मेरो बुवा दिल्लीमा बसिँदाखेरि डाक्टर बाबुराम भट्टराई जेएनयूमा पढ्नुहुन्थ्यो। ऋषिकेश शाह मेरो ठुलो बुवा हो, बुवाको दाई, जसले चाहिँ डाक्टर बाबुराम भट्टराईले राजनीतिमा ल्याउनु भएको हो। त्यो भएर चाहिँ डाक्टर बाबुराम भट्टराई र मेरो पारिवारिक सम्बन्ध धेरै लामो छ। त्यो कारणले गर्दाखेरि डाक्टर बाबुराम भट्टराईले जे गर्दाखेरि पनि अनिल शाहको नाम त्यहाँ जोडिने कारण चाहिँ त्यो हो। उहाँ अर्थमन्त्री हुँदाखेरि अनिल शाह गभर्नर हुन्छ भन्ने भयो, उहाँ प्रधानमन्त्री हुँदाखेरि इन्भेस्टमेन्ट बोर्डको सिइओ हुन्छ भन्ने भयो, अब उहाँले नयाँ शक्ति गर्दाखेरि अनिल शाह चाहिँ त्यो नयाँ शक्तिमा आउँछ भन्ने भयो। उहाँले जहिले पनि बोलाउनुहुन्छ, कुरा हुन्छ, डिस्कसन हुन्छ, एकदम राम्रो हुन्छ। त्यो डिस्कसन मेरो अरू पोलिटिकल पार्टिजहरूसँग पनि हुन्छ। त्यही भएर नयाँ शक्तिको भविष्य छ, पुरानो शक्तिको पनि भविष्य छ। कसको भविष्य छ? जसले चाहिँ नयाँ सोच बोक्छ, नयाँ सोच बोकेर कार्यान्वयन गर्छ भनेदेखि एकदम राम्रो सम्भावना छ, मैले देखेको चाहिँ मेरो दृष्टिकोणमा। त्यही भएर म नयाँ शक्तिलाई पनि एकदम धेरै धेरै गुड विसेस दिन्छु, पुरानो शक्तिलाई पनि त्यस्तै दिन्छु। किनभनेदेखि उहाँहरूले राम्रो काम गरिदिनु भयो भनेदेखि राम्रो देश हामी सबैले पाउने हो, उहाँहरूले गरिदिनु भएन भनेदेखि देश नराम्रो हामी सबैलाई हुने हो। ब्यागमा बसेर मलजल गरेको पानी हालेको भन्छ नि मान्छे, के भन्नुहुन्छ? अनिल शाह ब्यागमा बस्ने मान्छे नै होइन। कहिले ब्यागमा बसेर देख्नु भएको छ मैले? कुनै कुरामा पनि गर्ने हो भने अगाडि आएर गर्ने हो, नगर्ने हो भने नगर्ने हो। त्यो ब्यागमा लुकेर बसेर गर्ने भने चाहिँ म अमेरिकामा गएर काम गर्थेँ नि, सेकेन्ड क्लास सिटिजन भएर। नेपालमै बस्ने हो भने म त्यति नै नेपाली हो जति तपाईँ हो, म कुनै कम नेपाली होइन। केही काम गर्नु छ भने छाती फोलेर अगाडि नै आएर गर्छु, पछाडि बसेर लुकेर गर्ने काम मेरो चाहिँ त्यो खै के हो, त्यो पहिलादेखि नै बानी पनि छैन, आफ्नो क्यारेक्टर पनि छैन। त्यही भएर मैले केही गर्ने हो भनेदेखि त यहाँहरूलाई थाहा भइहाल्छ नि, मेरो जुङ्गा पालादेखि चस्मादेखि लिएर सबै चिज सबैलाई थाहा हुन्छ भनेदेखि यत्रो ठुलो कुरा पछाडि बसेर म कहिले पनि गर्दिनँ। सर यो जुङ्गा चाहिँ किन पाल्नु भयो सर? जुङ्गा चाहिँ किन पालेको? नयाँ लुक्स देखिरहेको नो सेभ नोभेम्बर भन्ने छ नि, त्यो नो सेभ नोभेम्बरमा दाढी जुङ्गा पाल्ने सुरु भयो। अनि त्यसपछि कति मान्छेले चाहिँ एकदम नराम्रो भने, कति मान्छेले ठिकै छ राम्रो भने। आफूले हेर्दाखेरि चाहिँ बिहान सेभ पनि गर्नु नपर्ने, अलिक टाइम पनि बच्ने, अलिक फरक पनि देखियो। त्यही भएर सुरुवात चाहिँ त्यसरी भयो। अब चाहिँ यसो हेर्दै जाँदाखेरि हाम्रो पृथ्वीनारायण शाहको पनि जुङ्गा रहेछ होइन, लिडरहरू पछाडि पहिलाको पनि जुङ्गा रहेछ। त्यही भएर अलिकति अब जुङ्गा पालेदेखि उसै त राजनीतिमा जानला भनेर भन्छन्, अलिकति जुङ्गा पाले झन् हल्ला चल्छ कि भनेर जुङ्गा पाल्ने झन् गरे। अब यहाँको व्यक्तिगत कुरामा चाहिँ यहाँको उहाँ राजनीतिक बस्थ्यो पहिला, उहाँको प्रभाव चाहिँ यहाँको जीवनमा कसरी पर्यो, कस्तो पर्यो? ल म एउटा कुरा भन्छु है, हाम्रो धेरै युवाहरू विदेश पढ्नु जानुहुन्छ अहिले, र धेरै विदेश पढिसकेपछि विदेशमै बस्नुहुन्छ, नेपाल आएर मैले के गर्न सक्छु नि भनेर। अमेरिका र मेरो परिवारको सम्बन्ध धेरै धेरै पुरानो छ। अमेरिकाबाट सबभन्दा पहिला कलेज पढ्ने नेपाली मेरो बाजे हो। उहाँले मिशिगनमा इन्जिनियरिङ पढ्नुभयो, हाइड्रो इलेक्ट्रिसिटीमा पढेर उहाँ फर्किनु भयो।
नेपालको सबभन्दा पहिलो हाइड्रो प्रोजेक्ट विराटनगरमा छ, त्यो उहाँले नै बनाउनु भएको हो। सबभन्दा पहिला महिला अमेरिकामा गएर ब्याचलर्स र मास्टर्स गर्ने मेरो मुवा हो। बर्नार्डमा उहाँले ब्याचलर्स गर्नुभयो, जोन्स हपकिन्समा मास्टर्स गर्नुभयो। उहाँ फर्किनुभयो, लोकसेवा दिनुभयो, नेपालको पहिला महिला राजदूत बन्नुभयो। त्यसपछि म अमेरिकामा गएर पढेर फर्केर आएँ। आज जति सक्यो वित्तीय क्षेत्रमा योगदान गरेर, युवा क्षेत्रमा योगदान गरेर अगाडि बढिरहेको छु। त्यही भएर हामी पनि सर्वसाधारण नेपाली नै हौँ। मेरो बाजे पनि, मुवा पनि, म पनि। हामी पनि विदेशमा गयौँ, पढ्यौँ। त्यो अनुभवलाई विदेशमै बसेर आफ्नो जिन्दगी मात्रै, आफ्नो परिवारको जिन्दगी मात्रै नबनाइकन फर्केर आएर देशलाई पनि केही गरौँ भनेर भन्यौँ। हामी 3 पुस्ताले त केही न केही त गर्नु सक्यौँ नि। बाजेले हाइड्रो एउटा बनाएर हाइड्रोको सुरु गर्नुभयो भने मुवाले लोकसेवा दिएर पहिला महिला राजदूत भइकन चाहिँ होइन, महिलाले पनि जे पुरुषले गर्नुसक्छ त्यो गर्नुसक्छ भनेदेखि आज अनिल शाह पनि त्यहीँ पढेर अलिकति एक्सपोजर एजुकेसन पाएर आएर जो छु म त्यही छु। त्यही भएर सबैजनाले भन्छु, पढ्ने अवसर पाउनुभयो भने जानुहोस्, पढ्नुहोस्, काम गर्ने अवसर पाउने काम पनि गर्नुहोस्, पुँजी पनि कमाउनुहोस्, सिप पनि सिक्नुहोस्, तर नेपाललाई नबिर्सिनुहोस्, नेपाल फर्केर आउनुहोस्। हामी नेपालले यो गरेन, नेपालमा भविष्य छैन, यो त्यो भनेर भन्छौँ। नेपाल आमाले के गरेको छैन हामीलाई? नेपाल आमाले चाहिँ हामीलाई थालभरि दाल, भुजा, मासु, तरकारी, अचार सबै दिएको छन्। के छैन यो देशमा? अब हामीले नै त्यो पस्किसकेको खाना पनि खानु नसकेर झगडा गरेर तिथर बिथर गरेर थाललाई फालिदिन्छौँ भनेदेखि नेपाल आमालाई हामीले किन धिक्कार्ने? नेपाल आमामा केही कमी छैन, केही खोट छैन। खोट छ भने हामीमै छ। यो जुन हामी विदेश जान्छौँ, पढ्छौँ, जसले चाहिँ होइन यो यहीँ पनि राम्रो राम्रो कलेजमा पढ्छौँ, यो अनुभव पाउँछौँ, आफूलाई गर्नुहोस्, आफ्नो संस्थालाई गर्नुहोस्, देशलाई पनि अलिकति गर्नुहोस्। मान्छेहरूले सबैले त्यही भन्छ, तपाईँ युवाहरूसँग किन यसरी झेलमेल गर्नुहुन्छ, मिडियामा आउनलाई हो यो त्यो भनेर भन्छु। होइन, मैले यो गरेको चाहिँ कारण एउटै छ, जुन नेपाल मैले सिर्फ सपनामा देखेँ, आज मैले यो जुन मेरो अनुभव छ यो सेयर गरेर युवाहरूले त्यो सपनाको नेपाललाई साकार गर्नु सक्यो भने मेरो ट्वाइलाइट इयर्समा त्यो नेपालमा म पनि बस्नु एउटा होइन सम्भावना छ। र मेरो एउटा छोरी छ, उसले पनि विदेशमा पढेर आएर ओहो नेपाल त राम्रो छ, म पनि नेपालमै गएर मेरो जिन्दगी बिताउँछु भनेर उसले भन्यो भनेदेखि त्योभन्दा खुसी मैले के गर्न सक्छु त? र त्यो गर्नलाई मैले जति आफूले मात्रै पैसा कमाएँ, ठुलो घर बनाएँ, फ्ल्याट किनेँ, राम्रो मोटर चढेँ भने बाहिर जाने बित्तिकै त नेपाल त उही हुन्छ। त्यो नेपाल राम्रो भएन भनेदेखि त अनि मैले के गरेँ त जस्तो लाग्छ। त्यो कारणले जुन मैले युथसँग इन्टरेक्सन गर्छु, जुन चाहिँ यो लेख्छु पोलिटिक्सको बारेमा, यो त्यो, म राजनीतिमा लाग्नलाई होइन, आफ्नो नाम मात्रै बनाउनलाई होइन, एउटा मेरो सपना छ राम्रो नेपालको लागि। त्यो मैले आफूले मात्रै साकार गर्न सक्दिनँ। मेरो सोच छ जुन, त्यो सोच हजारौँ लाखौँ करोडौँ नेपालीले त्यो सोचको बीज बोक्यो भनेदेखि त्यो नेपालको जुन सपना छ त्यो साकार हुन्छ भनेर, त्यही भएर चाहिँ म यतातिर लागिरहेको छु। मैले जान्न खोजेको चाहिँ हजुरको उहाँको प्रभाव चाहिँ डेफिनेटली अब त्यो जुन आज म छु त्यो त्यसमा मुवाको धेरै ठुलो प्रभाव छ। आज यहाँ ब्याङ्कमै हेर्नुहुन्छ भनेदेखि मेरो सेकेन्ड लाइन सबै महिलाहरू हुनुहुन्छ। मैले कहिले पनि पुरुषले यो गर्न सक्छ महिलाले सक्दैन भनेर चाहिँ कहिले पनि विचार गरिनँ, किनभने मैले सम्झिनेदेखि नै मुवा पनि अफिसरी हुन्थ्यो, बुवा पनि अफिसरी हुन्थ्यो, दुईजनै काम गर्थे, दुईजनैको आफ्नै आफ्नै टेन्सन थियो, यो थियो भनेपछि धेरै पछि मात्रै मैले थाहा भयो कि ए महिला र पुरुषमा फरक हुँदो रहेछ भनेर। है, मेरो बाल्यकालमा त सबैको यस्तै हुन्छ भन्ने ठान्थेँ मैले त, सबैको मुवा काम गर्न सारी हुन्छ होला, बुवा पनि काम गर्न सारी हुन्छ होला, महिला र पुरुषमा केही फरक हुन्छ भने मैले कहिले ठान्दै ठानिनँ। फेरि काम पनि कस्तो सम्झेदेखि मुवा र बुवा एकै देशमा बस्नु भएन, रिटायर भएपछि मात्रै हो। है, मुवा एउटा देशमा, बुवा एउटा देशमा, कति गाह्रो भयो होला उहाँहरूलाई। त्यही भएर रेमिटेन्सको परिवारलाई के हुन्छ भनेर मलाई थाहा छ, यहाँहरूलाई थाहा नहोला। बुवा या मुवा अरू एउटा ठाउँमा एउटा पेरेन्ट अर्को ठाउँमा हुँदाखेरि त्यो परिवारलाई के हुन्छ भने मलाई थाहा छ। यो सबै हुँदाहुँदै पनि उहाँले आफ्नो करियरमा फोकस भएर योगदान देशलाई, आफ्नो परिवारलाई, सबैलाई दिइकन चाहिँ यहाँसम्म मलाई पुऱ्यायो भनेदेखि म आज जो छु म बुवा मुवाको धेरै उ छ। र जहिले पनि उहाँहरूले भन्नुहुन्थ्यो हामी तिमीलाई सुन किनिदिँदैनौँ, जग्गा किनिदिँदैनौँ, बिल्डिङ बनाउँदैनौँ, जे सक्छौँ हामी तिम्रो एडुकेसनमा इन्भेस्ट गर्छौँ। त्यो एडुकेसनमा इन्भेस्ट गरिसकेपछि जुन मान्छे तिमी बन्छौ त्यो नै हाम्रो इन्भेस्टमेन्टको रिटर्न हो। र एक दिन पहिलोचोटि नाबिलको सियो हुँदाखेरि एउटा बिहामा सरिवार रहेछ दुईजनै, र त्यो बिहामा इन्ट्रोड्युस गर्दाखेरि उहाँ अनिल शाहको बुवा मुवा बिन्देश्वरी शाह र डाक्टर नारायण केसी शाह भन्दाखेरि उहाँहरूले त्यो दिन आएर मलाई भन्नुभयो कि आज चाहिँ हाम्रो इन्भेस्टमेन्टको रिटर्न हामीले पायौँ। है, हामी जस्तो बुवा मुवा हुँदाखेरि पनि आज हामीलाई चाहिँ हाम्रो छोराको नामले चिनाउँछ भनेदेखि हामीलाई त्यसमा कति गर्व छ त।
भनेपछि त्यो प्रभाव त डेफिनेटली ममा छ। र म चाहिँ एउटै कुरा चाहिँ भन्छु हाम्रो दिदी बहिनीहरूलाई, हाम्रो समाजले अहिले पनि उहाँहरूलाई एउटा अप्सन दिन्छ। एउटा इक्जाम्पल दिन्छु म। दुईजनाले पढे, MBA गरे, जेसुकै पढे, एकदम राम्रो काम गरे, बिहा भयो दुईजनाको। बिहा भइसकेपछि दुईजनाले नै काम गरिरहेको छ। काम गरिराख्दाखेरि चाहिँ श्रीमती प्रेग्नेन्ट हुनुभयो र अनि एक दिन चाहिँ उहाँहरूले सासू ससुरा पनि बोलाउँ, सबैजना बसेर एउटा हामीले डिसिजन बनाएको छौँ, त्यो डिसिजन चाहिँ हामी सेयर गर्न चाहन्छौँ इभिनिङमा भनेर। इभिनिङमा सबैजना बसे। एउटा सिनेरियोमा चाहिँ श्रीमती उठेर म चाहिँ अब बच्चाको मुवा बन्न लाग्छु, सबैजना एकदम खुसी होइन, म अब बाजे बन्न लाग्छु। त्यही भएर मैले चाहिँ के विचार गरेँ भनेदेखि अब उहाँ चाहिँ काम गरिराख्नुहुन्छ, म चाहिँ अब काम पनि गर्दिनँ, घरमै बस्छु, बच्चा पनि हुन्छ, परिवार हेर्छु भन्यो भने सबैजना कति खुसी। बुवा मुवा पनि खुसी, सासू ससुरा पनि खुसी, आहा यस्तो बुहारी पाएको छौँ, सती सावित्री हो, यताउता, यो सबजना खुसी दङ्ग। अब सिनेरियो 2, उही सिचुएसनमा दुईजना उठ्यो, ऊ चाहिँ अब प्रेग्नेन्ट भएको छ, बच्चा हुनेवाला छ। बच्चा भइसकेपछि उसले करियरमा राम्रो गरिरहेछ, म चाहिँ मेरो जागिर छोड्नेवाला छु, ऊ काम गरिरहन्छ, म चाहिँ घर बसेर परिवार हेर्छु, बच्चा हेर्छु, बच्चालाई टाइम पनि दिनुपर्छ भनेर श्रीमानले भन्यो भने के हुन्छ? त्यो श्रीमानको बुवा मुवा पनि टेन्सनमा, सासू ससुरा पनि टेन्सनमा, के भयो ज्वाइँलाई भनेर। मेरो नेपाली बहिनी दिदीहरूलाई के भन्छु भने यो इजी अप्सन नलिनुहोस्। तपाईँले समाजले एक्सेप्ट गरे पनि तपाईँको करियर इज भेरी इम्पोर्टेन्ट। जो घरमा बस्न चाहनुहुन्छ, खुसी हुनुहुन्छ, त्यो पनि एकदम राम्रो हो, तर आफ्नो चोइसबाट गर्नुहोस् कि कुनै दबाबबाट आफ्नो यो इजी वे आउट हो भनेर होइन। करियर बनाउनुहोस्, आफ्नो जिन्दगी एउटा छ, त्यो जिन्दगीमा जे गर्न चाहनुहुन्छ बनाउनुहोस्। दाजुभाइले पनि त्यही गर्नुहोस्, दिदीबहिनीले पनि त्यही गर्नुहोस्। देश बनाउने हो भनेदेखि त्यही गर्नुपर्छ। त्यो गरेर अगाडि बढ्यो भनेदेखि चाहिँ जहिले मैले उहाँलाई आज हेर्छु, रिटायर भइसकेको छ, आनन्दले रिटायर्ड लाइफ लिड गरिरहेको छ। र कथाहरू भन्दाखेरि उहाँले नाति नातिनीलाई उहाँहरूको आफ्नो होइन कहाँ गएको बेलामा, बङ्गलादेशमा हुँदाखेरिको, अस्ट्रेलियामा हुँदाखेरिको काममा, त्यहाँ जाँदाखेरि त्यस्तो हुन्छ भने त्यो कथाहरू भन्नुहुन्छ। त्यो सुन्दाखेरि उनीहरू पनि दङ्ग छ। मेरो पनि एउटा छोरी छ, छोरीले आज उहाँको उसको बजाइ हेरेर मेरो भाइभन्दा केही कम छैन भन्ने छ। मैले वो जे पुरुषले गर्न सक्छ म गर्न सक्छु भनेर उसको ग्रान्ड मदरको प्रभाव हो त्यो। एन्ड वी आर भेरी फर्चुनेट टु हेभ माई मदर एन्ड हर ग्रान्ड मदर टु बी सच एन एक्जाम्पल। त्यही भएर प्रभाव चाहिँ डेफिनेटली परेको छ। बुवाको प्रभाव पनि धेरै परेको छ। किनभनेदेखि मेरो बुवा ठकुरी स्याङ्जाको भिरकोट भन्ने ठाउँको राजा हो हामीहरू होइन, कट्टर ठकुरीहरू। बुवा पनि जोन्स हपकिन्समा युएसमा पढ्दाखेरि बुवाको भेट भइकन उहाँहरूको होइन एउटा रिलेसनसिप भयो, दे फेल इन लभ। मेरो मुवा भक्तपुरको नेवार, त्यो बेलामा भर्खर मुल्की एन पास भएको थियो। इन्टरकास्ट म्यारेज वाज नट अ डन थिङ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ बुवाको चाहिँ एउटा जुन स्ट्रेन्थ थियो कि उहाँले गएर चाहिँ मेरो बाजे जुन चाहिँ भिरकोटे राजा भइसकेको थियो उहाँलाई चाहिँ म बिहा गर्न चाहन्छु, बिन्देश्वरी मल्ल, उहाँ ठकुरी मल्ल होइन, नेवार मल्ल हो, भक्तपुरको नेवार मल्ल हो भनेर त्यो भन्ने जुन चाहिँ उहाँको त्यो एउटा इजी वे हुन्थ्यो नि। लभ पऱ्यो, अमेरिकामा फर्केर आयो, एउटा जात मिलेको मान्छेसँग बिहा गरिदिएको कुरै सिद्धिन्थ्यो नि। तर त्योबाट चाहिँ मैले उ गरेँ कि आफूलाई जे विश्वास छ, आफ्नो कन्फिडेन्स जुन छ त्यसलाई चाहिँ फलो गर्नुपर्छ है। समाजले यो भन्ला, यसले त्यो भन्ला, त्यसले त्यो भन्ला भनेर जिन्दगी त्यसरी लिड गरेर हुँदैन भन्ने त्यो जुन एउटा म भित्रबाट जुन एउटा कन्फिडेन्स आउँछ, जुन जसरी मैले मेरो लाइफ लिड गरिरहेको छु त्यो मेरो बुवाबाट पाएको हो त्यो चाहिँ। र जुन किसिमको मान्छे उहाँ एकछिन थियो, आज पनि मैले डाक्टर बाबुराम भट्टराई नै होस्, धेरै मान्छेहरूलाई भेट्दाखेरि ए डाक्टर नारायण केसी शाहको छोरा हो तिमी, हामी त्रिभुवन युनिभर्सिटीमा पढ्दाखेरि उहाँ डक्टर हुनुहुन्थ्यो, हामीलाई फ्रीमा औषधि दिनुहुन्थ्यो। या हामी दिल्लीमा पढ्दाखेरि दसैँ तिहारको पार्टी गर्नुहुन्थ्यो, रमझम कस्तो गजब हुन्थ्यो। भाइहरू त सानो थियो त्यो बेलामा। हजारौँ मान्छेले मलाई भनेको छ। त्यो बुवाले गरिबक्सेको गुणको फल त मैले खाइराखेको छु नि आज। त्यो भएर चाहिँ मलाई के परेको छ भने आज मैले केही गुण गरेँ भनेदेखि भोलि मेरो छोरी ठुलो हुँदाखेरि कहीँ जाँदाखेरि ए अनिल शाहको छोरी हो तिमी, आऊ बस त, उसले त गजबको टक दिएको थियो, मेरो जिन्दगी नै प्रभाव गरेको थियो त्यो टकले भनेर भन्यो भनेदेखि, र त्यो मान्छेले मेरो छोरीलाई मद्दत गर्न सक्छ भने छोरीले पनि वा बुवाले गरेर मैले पनि आज यो पाएँ, जसरी मैले मेरो बुवाले गरेर मैले आज यो पाएँ भन्ने भनिरहेको छु। त्यो नै हो हामीले दिने बच्चाहरूलाई।
होइन कतिजना हुन्छन् मैले भर्खर मलामीमा जाँदाखेरि पनि मान्छेले सरापिरहेको हुन्छ कि ए यो त्यो ठग त्यो चोर यो त्यो भनेर ए करोडपति होला अरबपति होला त्यो मान्छे तर नाम के छोड्यो त उसले जिन्दगीमा छोड्ने भनेकै त्यही हो हामीले चाहिँ एउटा नाम हो होइन कतिवटा नाम भने नाम भन्ने बित्तिकै एउटा इमेज आउँछ कि मान्छेको कति सकारात्मक इमेज आउँछ कति नकारात्मक इमेज आउँछ मेरो बुवाआमाले मलाई सिकाएको चाहिँ जे गरे पनि सकारात्मक इमेजै छोडेर जाऊ है जिन्दगीको पैसा बनाउनु पर्दैन यो अब जस्तै भनौँ न बालकृष्ण सम नारायण गोपाल गौतम बुद्ध धनले त हामीले उनीहरूलाई गरेको होइन नि उहाँहरूको योगदान अर्कै किसिमको थियो बालकृष्ण सम हुँदाखेरि सबभन्दा धनी मान्छे को थियो त्यो बेलामा प्रधानमन्त्री को थियो सबभन्दा पावरफुल मान्छे को थियो कसलाई थाहा छैन बालकृष्ण सम त थाहा छ नारायण गोपाल त थाहा छ हामीलाई त्यस्तै भएर यस्तो काम गर्नुपर्छ मलाई लाग्छ उहाँहरूले सिकाउनु भएको जुन कामले चाहिँ पछि गएर पनि एउटा सकारात्मक सोच मान्छेमा प्रभाव परिराखोस् ताकि अनिल शाह भन्दाखेरि त्यो साला ठग चोर भनेर नभनोस् खरबपति त खरबपति हो तर त्यसले त त्यो भ्याट चोरेर ट्याक्स चोरेर होइन यो मूर्ति बेचेर खरबपति भयो हामीलाई थाहा छैन भने पनि के भयो त त्यो बिचरा छोरीले त्यो सुन्नु पऱ्यो भनेदेखि के राम्रो भयो त बरु म बस्ने घर मेरो बाजेले बसेको घरमै बसिरहेको छु होइन त्यही घर राम्रो छ ठिकै छ फ्ल्याटहरू कहीँ छैन केही गर्नु परेको छैन तर कहीँ गयो भने पनि ए अनिल शाहको छोरी भनेर भन्दाखेरि ऊ त होइन गर्व त बाउमा गर्छ नि त्यही भए मलाई पुग्यो अरू चाहिँदैन मेरो बुवा मुवाले सिकाएको मलाई त्यही हो यहाँको आफ्नो यहाँ अब युथ मोटिभेटेड भनेर चिनिनुहुन्छ यहाँको जीवन यहाँको स्पिचले गर्दाखेरि धेरै मान्छेको जीवन परिवर्तन भयो होला यहाँको आफ्नै जीवन चाहिँ कस्तो छ नि कसरी मोटिभेट हुनुहुन्छ धेरै गाह्रो छ किनभनेदेखि अलिकति यो उमेरमा पुगिसकेपछि देशको स्थिति हेरेर जहाँ देश हुन्थ्यो जस्तो लागेको थियो त्यहाँ नपुगेको देख्दाखेरि दुःख लाग्छ मलाई अलिकति अन्धकार छेउँछ जिन्दगीमा होइन जति काम यहाँ गर्छु त्यो परिवार साथीभाइसँग जति काम टाइम बिताउनु चाहन्थेँ त्यति टाइम बिताउनु नसक्दाखेरि पनि अलिकति निराश हुन्छु तर यहाँले जुन युथ मोटिभेट गर्नुहुन्छ युथ गर्नु चाहिँ मैले केही दिइरहेको उहाँले केही पाइरहेको जसरी भनिराख्नु भएको छ त्यो होइन मैले जति दिन्छु त्यसको 10 गुणा बढी म उहाँहरूबाट पाउँछु होइन यो नेपाल एकाडेमी भरि मान्छे होस् या 20 जना युथसँग बसेर कुरा गर्दाखेरि जुन एनर्जी मैले उहाँहरूको आँखामा देख्छु जुन चाहिँ आगो उहाँहरूको पेटमा देख्छु जुन चाहिँ हामी गर्न सक्छौँ भन्ने एउटा क्षमता देख्छु त्यसले मलाई 10 गुणा बढी फ्युल दिन्छ एनर्जी दिन्छ त्यही भएर यो युथको इन्टरेक्सन जुन छ मैले जति दिन्छु त्योभन्दा 10 गुणा बढी मैले जहिले पनि पाइरहेको हुन्छु त्यो कारणले गर्दाखेरि जुन अन्धकार छ त्यो मैनबत्ती जुन छ नि एउटा अन्तमा म चाहिँ भन्न चाहन्छु नेपालमा हाम्रो कल्चरमा के भएको छ भने अन्धकार छ मैनबत्ती मेरो हातमा छ भने म लुकाउनु खोज्छु कि म मात्रै हिँड्नु अरू चाहिँ मैनबत्ती किन देखाउने म अगाडि पुग्छु नि तिनीहरू त पछाडि नै अन्धकारमा बस्छ भनेर र हामी कहिले पनि विचार गर्दैनौँ कि त्यो मैनबत्ती जल्दै गइराख्दाखेरि सानो हुँदै गइरहेको छ र कुनै एक टाइम समय आउँछ जब झ्याप झ्याप भएर त्यो मैनबत्ती निप्छ निभेपछि म पनि अन्धकारमा छु सबै छ जस्तै तर त्यो जुन मैनबत्ती छ मसँग त्यो मैनबत्तीले को छ त्यहाँ मैनबत्ती छ तर बत्ती छ यहाँ हो अनि त्यो मैनबत्ती उसको मैनबत्ती पनि मैले लाइट गरेँ अर्को मैनबत्ती 10वटा 50वटा मैले लाइट गरेँ उनीहरूले अर्को 50वटा गरेँ भनेदेखि मेरो मैनबत्ती झपझप गरेर निप्दाखेरि त मलाई केही प्रब्लमै छैन वरिपरि त 500वटा अरू मैनबत्ती बलिरहेछ नि युथ मोटिभेसन भनेको त्यही हो मैले जति सिकेको छु जति सेयर गर्नु सक्छु त्यो आज मैले सेयर गरेँ भनेदेखि भोलि उहाँहरूले त्यो सेयर गरेको कार्यान्वयन गरिकन जुन नेपाल मैले सपनामा मात्रै देखेको छु त्यो साकार गरिदिनुहुन्छ नि त्यो मैनबत्ती सेयर गर्ने बानी हामीले बताउनु पऱ्यो त्यसो भए यहाँले जसलाई स्पिच दिनुहुन्छ उहाँहरू नै हो हजुरको मोटिभेसन एब्सोल्युटली उहाँहरू नै हो मेरो मोटिभेसनको सोर्स मेरो इन्सपिरेसनको सोर्स मेरो एनर्जीको सोर्स हामी अब अन्त्यमा पुग्यौँ यो म नेपाली हाम्रो नेपाल अभियानको बारेमा अलिकति भनिदिनुहोस् न अघि पनि अलिकति छोएँ म नेपाली हाम्रो नेपाल भन्ने अभियान चाहिँ हामी केही मान्छेहरू केही युवाहरूले सुरु गरेको चाहिँ हामी धेरै नकारात्मक भयौँ होइन दोष दिने अरूलाई एउटा त देशै नेपाल आमालाई नै दोष दिने यो सतीले सराप्या देश भनेर त्यसदेखि राजनीतिक दललाई दोष दिने ब्युरोक्रेसीलाई दोष दिने प्राइभेट सेक्टरलाई दोष दिने डक्टरलाई सबैलाई दोष दिने तर दोष मात्रै दिएर हामी अगाडि बढ्न सक्दैनौँ अगाडि बढ्ने नै हो भनेदेखि हामीले आफूभित्र हेरेर मैले के गर्न सक्छु भनेर हेर्नुपर्छ यो मैले सिकेको चाहिँ एकचोटि हामी पोखरामा थियौँ आई लभ पोखरा मोस्ट ब्युटिफुल प्लेस इन द वर्ल्ड आई थिङ्क पोखरामा गएको बेलामा चाहिँ फेवातालमा बोटिङलाई एउटा लाइनमा उभिरहेको थियौँ हाम्रो अगाडि एउटा
टुरिस्ट परिवार थियो र त्यहाँ पनि उनीहरू पनि अलिक ठुलो परिवार थियो, हाम्रो पनि ग्रुप ठुलो थियो। त्यो परिवारले चाउचाउ खाइरहेको थियो। चाउचाउ खाइसकेपछि त्यो प्याकेट उसले भुइँमा फाल्यो। मेरो छोरी सानो नै थियो त्यो बेलामा, त्यो फोहोर फाल्नु हुँदैन, लिटरिङ इज ब्याड भन्ने स्कुलमा सिकाइरहेको थियो। उसले हामीलाई कहीँ पनि फोहोर सोहोर पनि फाल्न दिँदैन थियो। त्यो देखेर उसले मेरो सर्ट तानेर, बुवा त्यहाँ हेर त त्यो मान्छेले त्यो प्याकेट त्यहाँ फाल्यो, हि इज लिटरिङ, वाट आर वी गोइङ टु डु अबाउट इट भनेर सोधेँ। वाट आर वी गोइङ टु डु अबाउट इट? मैले विचार गरेँ, यसो भन्नु सक्छु छोरीलाई, छोडिदिऊ छोरी, हामी नगरे भइहाल्यो नि, अरूले के गर्छ त्यसमा हामी के गर्न सक्छौँ र? त्यो भनेको भएदेखि छोरीले के विचार गर्थ्यो भनेदेखि हामीले मात्रै नफालेर के हुन्छ र, सबैले फोहोर फाल्ने, मैले मात्रै फोहोर घर बोकेर लिएर जाएर ट्रास क्यानमा फाल्ने भनेदेखि हेट म पनि फोहोर फाल्न सुरु गर्छु भने उसले भोलिदेखि फोहोर फाल्न सुरु गर्थ्यो। त्यो त राम्रो भएन। सेकेन्ड अप्सन, एकछिन छोरी भनेर त्यसलाई गएर घाँटी समातेर त्यसको मुख त्यो चाउचाउको प्याकेटमा तेरो बाउको देश हो यो, फोहोर फाल्ने त कहाँ त्यो टिपेर लगेर त्यहाँ फाल भनेर भन्नु सक्थेँ। छोरीले त्यो हेरेर चाहिँ के विचार गर्थ्यो भनेदेखि ओहो केही प्रब्लम भयो कि घाँटी समाइहाल्नुपर्ने रहेछ, र छोरी ठुलो भइरहेछ, म बुढो भइरहेछु, कुनै दिन हाम्रो डिस्कसन परेर मेरै घाँटो समाउन पुग्छ कि छोरी, त्यो पनि ठिक भएन। अब के गर्ने त भन्दाखेरि एकछिन छोरी भनेर म त्यहाँ गएँ। त्यो मान्छेको कुममा यसो गरेर एक्सक्युज मी सर भने उसले हेऱ्यो, उसको परिवारले हेऱ्यो, 1 मिनट भनेर टक्क मै गएर त्यो चाउचाउको प्याकेट टिपेँ। त्यसपछि त्यहाँ एउटा डोको नै राखिदिएछ फोहोर फाल्ने, डोकोमा फालेर फर्केर आएर वी लभ आवर कन्ट्री, वी वान्ट टु किप इट क्लिन, हेभ अ वन्डरफुल टाइम इन नेपाल भनेर गएर म छोरीसँग फेरि उभिएँ। छोरीले जुन किसिमले मलाई हेऱ्यो त्यो म आजसम्म पनि सम्झिरहन्छु। त्यो गर्व जुन उसमा थियो कि द्याट इज माई ड्याडी भनेर, र जसरी त्यो मान्छेको बच्चाहरूले उसलाई हेऱ्यो त्यो पनि म कहिले पनि बिर्सिदिनँ। जिन्दगीभरि उसले फोहोर फाले कि फालेन त्यो त थाहा छैन, तर नेपालभरि चाहिँ उसले फोहोर फालेन, त्यो चाहिँ म भन्न सक्छु। युवाहरूसँग इन्टरेक्सन गरेर त्यो ज्ञान बाँटेर ऊ गर्ने भनेको यसरी हो। लिडरसिप भनेको यसरी निस्किन्छ कि कुनै एउटा पोजिसन डेजिग्नेसन मेचमा बसेर म लिडर बने भनेर हुँदैन। त्यसरी भन्ने भएदेखि त हाम्रो राजनीतिक लिडरहरूले कहाँ पुर्याइसक्थ्यो नि। लिडरसिप भनेको हरेक अनुभवबाट आफूले होन इन गर्नुपर्छ। हरेक मान्छे हिरा हो कि त्यसलाई कट गर्दै 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 गएपछि झल हुने एउटा जल्दो बल्दो हिरा हुन्छ। त्यो कोइलाबाट आएको हो त्यो हिरा। लिडरसिप भनेको पनि त्यही हो। सबैजनालाई म त्यही भन्छु कि जसरी हुन्छ हरेक दिन आफ्नो लिडरसिप स्किललाई डेभलप गर्दै जानुहोस्। म पनि त्यो युवाहरूसँग इन्टरेक्ट गर्दाखेरि त्यही गर्छु। म मुभमेन्ट भनेको त्यहाँबाट सुरु भयो, मबाट सुरु हुनु पऱ्यो नि त। त्यो मेरो त्यो एउटा एक्सनले गरेर एउटा लिडरसिप स्किल्सको के हो कसरी डिस्प्ले गर्ने भनेर त्यहाँ एउटा ऊ भयो। नेपालले प्रभाव गरेन, मेरो छोरीलाई त गर्यो नि, त्यहाँ वरिपरि भएको मान्छेलाई त गर्यो नि। त्यसरी नै हो लिडरसिप जाने, मबाट सुरु हुन्छ। त्यही भएर म नेपाली, तर मेरो नेपाल होइन, हाम्रो नेपाल हो। मधेसको नेपाल हो, तराईको नेपाल हो, पहाडको नेपाल हो, हिमालको नेपाल हो। यो मेरो नेपाल हो। मैले भनेकै जस्तो भन्छ त्यो हक छैन म माथि। म नेपाली हुँ, तर यो हाम्रो नेपाल हो, हामी सबैजनाको नेपाल हो। मेरो मुवाको 2टा छोरा थियो, म मेरो मुवाको छोरा हो, तर यो त हाम्रो मुवा हो नि। यो मेरो मुवा मात्रै हो, आउनै पाउँदैनस् त मेरो भाइ भनेर भन्नु त सक्दिनँ नि। नेपाल आमा पनि हामी सबैजनाको आमा हो, हाम्रो नेपाल हो। मैले जति सक्यो राम्रो हुनु सक्यो भने हाम्रो नेपाल पनि त्यति नै राम्रो हुन्छ। म मुभमेन्टको आत्मा भनेको यही हो। र यो आत्मामा जोडिन चाहनुहुन्छ भनेदेखि म मुभमेन्टले प्रोग्राम गरिराखेको हुन्छ। हाम्रो युट्युबमा छ होइन, गएर हेर्नुहोस्, हाम्रो फेसबुकमा छ। सबैजनाले मैले यो म मुभमेन्टले यो भन्दैन यसलाई भोट गर, यसलाई सपोर्ट गर, यसको विरोध गर, न। म मुभमेन्टले भन्छ सोच, आफ्नो दिमाग चलाऊ। कसलाई भोट गर्ने भन्ने अनिल शाहले, सुनिल, गीता सीताले भनेर होइन, आफूले निर्भर गर न। मलाई यो राम्रो लाग्छ, यसले गरेको पनि छ, यसको सोच मेरो जिन्दगीसँग मिल्छ, भोट गर, सपोर्ट गर। डेमोक्रेसीमा त्यो साइड लाइनमा बस्ने स्पेक्टेटर कोही पनि होइन। राजतन्त्र डिक्टेटरमा जनता स्पेक्टेटर, ताली बजाउने एकदम साइडमा बसेर भोइस उठाउने बित्तिकै ड्याम। प्रजातन्त्र भनेको त्यो होइन। प्रजातन्त्रमा स्पेक्टेटर भन्ने कोही पनि छैन। वी आर अल प्लेयर्स इन द गेम। जति राम्रो हामी सबैजनाले खेल्यो रिजल्ट त्यति राम्रो हुन्छ। म मुभमेन्टले सिकाउने त्यही हो। स्टप बिङ अ स्पेक्टेटर, स्टार्ट बिङ अ प्लेयर। यहाँबाट म मुभमेन्टबाट के कस्ता कामहरू गर्नुभयो यहाँले? युजुअली वी डु युथ मोटिभेसन सेमिनार्स, इन्टरेक्सन गर्छौँ रेलेभेन्ट युथहरूसँग। अब चाहिँ बिस्तारै काठमाडौँ बाहिर पनि कसरी लिएर जाने भन्ने विचार छ। अलिकति सिचुएसनले गरेर त्यो अलिकति भएको छ। तर म मुभमेन्ट कसैको पनि अगेन्स्ट जान चाहँदैन कि
मुभमेन्टमा उभिएर यो राजनीतिक दलहरू नराम्रो यो नराम्रो त्यो भनेर हामी भन्दैनौँ। हामी चाहिँ सिर्फ यो भन्छौँ कि हामीले के गर्नु पर्यो त, र त्यो चाहिँ तपाईँले यो गर्नुहोस् है, सबै ब्याङ्कर बन्नुहोस्, सबै इन्जिनियर बन्नुहोस् पनि भन्दैन। आफूभित्र हेरेर बन्नुहोस् अनि त्यसपछि अगाडि बढ्नुहोस्। यो सकारात्मक सोच, अघि भने नि मैले, सोचको बीज हामी दिन्छौँ। मैले सबै मुभमेन्टमा मैले भन्ने गरेको छु, यहाँ बोल्ने स्पिकरहरू सबैजनालाई हातमा 10वटा मकै हालिदिन्छ। त्यो मकै हेरेर यो प्रोग्राम सिद्धिएपछि तपाईँले विचार गर्नु सक्नुहुन्छ, हे यत्रो प्रोग्राममा आएको थियो 10वटा मकै हालिदिनु फालिदिनुहुन्छ, त्यो मकै चराले खान्छ, एन्ड अफ गेम मकैको। कोहीले चाहिँ मकै दियो, के हो मकै त्यो पनि थाहा छैन, केही न केही त होला है भनेर प्लास्टिकमा राख्नुहुन्छ, 3-3 महिनामा सफा गर्नुहुन्छ, 2-3 वर्षपछि भेट्दाखेरि अहिलेलाई मकै सुरक्षित छ भनेर देखाउनुहुन्छ। कोही मान्छेले चाहिँ घर गएर त्यो मकैलाई माटोमा हाल्नुहुन्छ, पानी र मल दिनुहुन्छ, कतिवटा चराले खान्छ, 4-5वटा मकै आउला सानो टुसा भएर, त्यसबाट 3वटा बोट आउला। त्यो 3वटा बोट आइसकेपछि हरेक बोटमा मकै फल्छ, हरेक मकैमा हजारौँ सानो मकै हुन्छ। जो काम त्यो जसले चाहिँ त्यो गर्नुहुन्छ, उहाँहरू जस्तै मान्छे चाहिँ जहाँ म छु यसरी नै यहाँ बसेर चाहिँ त्यो मकै फेरि बाँडिराखेको हुन्छ। र त्यस्तो मकै रोप्ने र मकै बाँड्ने मान्छेहरू बनाउने म मुभमेन्टको प्रयास हो। कस्तो प्रभावहरू परिसकेको छ? डेफिनेटली आई थिङ्क धेरै सकारात्मक प्रभाव परेको छ। मान्छेहरूको जुन करियर चोइस गर्ने त्यसमा पनि प्रभाव परेको छ। बुवामुवाले भनेको भन्दा आफैले गर्ने। एकजना सृष्टि केसी भन्ने ल्याएको थियौँ हामीले, जो सी इज अ ब्लाइन्ड गर्ल, 16 वर्षमा डक्टरले मिसडायग्नोज गरेर रङ औषधि हालेर ब्लाइन्ड भएको। सी इज अ मोटिभेसन टु मी अल द टाइम। युट्युबमा हेर्नुहोस्, उहाँको गजब छ मोटिभेसनल स्पिक। यस्तो गर्दाखेरि चाहिँ जुन मैले भने नि, अन्धकार टाइममा आइरहन्छ नेपालमा, लोड सेडिङले मात्रै गरेर होइन, परिस्थितिले गरेर पनि। त्यो अन्धकारमा मोमबत्ती चाहिन्छ कि हामीलाई। यो म मुभमेन्ट भनेको त्यो मोमबत्ती हो। त्यो हेरेपछि चाहिँ ए ल सकिन्छ नि, यो अन्धकार ल ठिकै छ, यसबाट पनि म निस्किन्छु भन्ने त्यो एउटा मनोबल उत्पन्न हुन्छ युवामा। त्यो गर्ने प्रयास मात्रै हो हाम्रो। र मलाई लाग्छ सयौँ होइन हजारौँ नेपाली युवालाई त्यो सानो मोमबत्तीको किरण हामीले दिएको छौँ। अब त्यो मोमबत्तीले के गर्ने भन्ने त्यो उहाँहरूमा निर्भर गर्छ। किनभने एकचोटि त्यो बत्ती हातमा परिसकेपछि, सानो मोमबत्ती, यो घर जलाइदिन्छु भने पनि हामी सक्छौँ। यो कार्पेटबाट सुरु गरेर घर जलाउन सक्छौँ। त्यही मोमबत्तीले हामीले चाहिँ आगो बाल्छौँ भनेदेखि ताप्नु पनि सक्छौँ। त्यही मोमबत्तीले चुलो बाल्छौँ भने हामी खानु पनि सक्छौँ। मोमबत्ती त त्यही हो नि। के गर्ने भन्ने ममा निर्भर गर्छ। यो त अलिक आदर्शवादी कुरा भएन रहेछ? एकदम। सबै हामी आदर्शवादी पनि हुनुपर्छ अलिकति। त्यही भएर यो अफिसमा पनि हेर्नुहुन्छ भने एउटा कुनामा मेरो सानो मन्दिर जस्तो छ भने पूजै गरेर सबै चिज हुन्छ भन्ने होइन। काम गर्नुपर्छ, पसिना बगाउनुपर्छ, बुद्धि चलाउनुपर्छ। तर सँगसँगै भगवान् पनि आफूसँग छ भने केही कमी चाहिँ त्यसले गर्दैन जस्तो लाग्छ मलाई। तर भगवान्ले नै सबै चिज गर्छ भने पूजै गर्ने, होमै गर्ने, उनै गर्ने भने त्यसले पनि काहीँ पनि पुऱ्याउँदैन। त्यो चाहिँ काम पनि गर्नुपर्छ, आदर्श पनि राख्नुपर्छ, आफ्नो मनोबल बढाउनुपर्छ, धार्मिक धर्मतिर अलिकति ऊ चाहिँ हुनुपर्छ भने सबै चिज मिल्नुपर्छ नि। तपाईँले भोग लागेको छ भने मैले यति भात मात्रै ल्याएँ भनेदेखि तपाईँको खानु त हुन्छ होला, भोग त मर्छ, तर मिठो लाग्छ लाग्दैन नि। ल भात मिठो लागेन, ल भात नदिने, भोलि दाल मात्रै ल्याइदिए अरे, त्यसले पनि हुँदैन। त्यसले पनि भएन, ल भोलि चाहिँ त मासु मात्रै खाऊ भनेर, त्यसले पनि हुँदैन। तर दाल भात मासु अचार टक्क तरकारी एउटा भयो भने क्या मिठोसँग खाइन्छ नि हामीले। जिन्दगी भनेको पनि त्यही हो। एउटा चिजले मात्रै पुग्दैन, कामले मात्रै पुग्दैन, परिवारले मात्रै पुग्दैन, साथीभाइले मात्रै पुग्दैन, सोसल ऊ गर्दै कारोबारले मात्रै पुग्दैन। सबै चिजको ब्यालेन्स हुनुपर्छ अनि टक्क थालभरि चट्ट खाँदाखेरि मिठो भए जस्तै हुन्छ। जिन्दगी भनेको त्यही हो। यहाँको यो म अभियान सफल रहोस्। थ्याङ्क यू। अन्त्यमा हाम्रो पाठकहरूलाई यहाँले के भन्न चाहनुहुन्छ, नेपाल आजका दर्शकहरूलाई? म चाहिँ के भन्न चाहन्छु भनेदेखि आज नेपालमा धेरै किसिमको सोचहरू उत्पन्न भइरहेको छ। सकारात्मक नकारात्मक, कोहीलाई नकारात्मक लाग्ने सोच, अरूलाई सकारात्मक लाग्छ, यो त्यो। तर एउटा चिज चाहिँ हामीले के विचार गर्नुपर्छ भनेदेखि, जस्तै हामी जुन कोखबाट जन्मियौँ त्यो कोखबाट अरू पनि जन्मेको होला, हाम्रो दाजुभाइ दिदीबहिनीहरू होला। हामी चाहिँ म चाहिँ सबभन्दा राम्रो छोरो या छोरी, अरू चाहिँ नराम्रो भन्ने, यो त्यो गर्ने, त्योभन्दा पनि सफल परिवारहरूमा म के पाउँछु भने सबै दाजुभाइ दिदीबहिनीहरू मिलेको छ, बुवामुवालाई कदर गर्छन् होइन, बुवामुवाको रिस्पेक्ट गर्छन्, त्यस्तो अगाडि बढिरहेको छौँ। त्यस्तै किसिमले चाहिँ हामी सबै नेपाली दाजुभाइ दिदीबहिनी पनि नेपाल आमाको कोखमा जब जन्मेको छौँ र त्यहाँ हामी हाम्रो जिन्दगी बनाइरहेको छौँ, सबैले पनि त्यही मनस्थिति राख्नु पऱ्यो कि म नेपाली, हाम्रो नेपाल भने जस्तै हामी सबैजनाले भन्छौँ कि बुद्ध वाज बोर्न इन नेपाल। कोहीले आँटोस् त नभन्नुलाई कि बुद्ध वाज बोर्नका अरू देशमा, बुद्ध वाज बोर्न इन नेपाल भनेर भन्छौँ। बुद्ध वाज बोर्न इन नेपाल म पनि भन्छु नि, तर नेपालमा त जन्मिनु भयो बुद्ध।
लुम्बिनीमा जन्मिनु भयो। उहाँको घर कपिलवस्तुमा थियो। भनेपछि त बुद्ध त मधेसवासी हुनुहुँदो रहेछ। बुद्ध वाज मधेसी। यहाँ यो विचार गर्नुभएको छ कहिले तपाईँले? बुद्ध वाज बोर्न इन नेपाल त हामी भन्छौँ, तर बुद्ध वाज अ मधेसवासी, बुद्ध वाज मधेसी। ही वाज नट बोर्न इन जाजरकोट और भिरकोट और रुकुम और रोल्पा और नाम्चे। ही वाज नट बोर्न इन काठमाडौँ और पोखरा। ही वाज बोर्न इन लुम्बिनी एन्ड लिभ्ड इन कपिलवस्तु, which is in the Madhes, which means more than likely Buddha was a Madhesi. अनि हामीले मधेस नेपाल होइन भनेर कसरी भन्छौँ त? र मधेसीले नेपाली होइन भनेर किन भन्छ त? जबकि हामी सबैलाई गर्व छ कि बुद्ध वाज बोर्न इन नेपाल। यो सोच बोकेर, सकारात्मक सोच बोकेर अगाडि बढ्नु पर्यो कि म हिमाली हुँ, म पहाडी हुँ, म तराईवासी हुँ, म नेवार हुँ, म ठकुरी हुँ, म तामाङ हुँ, म गुरुङ हुँ, म चौधरी हुँ। यो सबै चिज आफ्नो यादव हुँ, आफ्नो ठाउँमा छ। मलाई पनि गर्व छ मेरो मुवा नेवार हो, मेरो बुवा ठकुरी हो भनेर। तर त्योभन्दा बढी गर्व छ कि म नेपाली हुँ। र यो गर्व तपाईँलाई हो कि होइन भनेर लाग्छ भनेदेखि नेपाल बाहिर एकचोटि जानुहोस् न, कुनै देशमा जानुहोस्, भारत जानुहोस्, चीन जानुहोस्, अमेरिका, अस्ट्रेलिया जानुहोस्, कटर जानुहोस्, रियाद जानुहोस्, मलेसिया, कोरिया जानुहोस्। इमिग्रेसनमा आउँदाखेरि वेयर आर यु फ्रम भनेर सोद्धाखेरि मैले कहिले पनि आजसम्म आई एम फ्रम भिरकोट स्याङ्जा, आई एम ठकुरी, आई एम फ्रम पहाड भनेर भनेको छैन। खुरुकको हरियो पासपोर्ट दिएर गर्वसाथ आई एम नेपाली भनेर भनेको छु। आई एम नेपाली। देश बाहिर जानु पर्दैन यो सम्झिनलाई, देशभित्र बसेर पनि यो सम्झौँ। सर्वप्रथम हामी नेपाली हौँ। सबै नेपालीलाई उही हक हुनुपर्छ, उही अवसर हुनुपर्छ। त्यो वञ्चित कोही भएको छ भने त्यो कसरी उहाँहरूलाई त्यो लेभलसम्म लिएर आउने भने त्यहाँ सोच हुनुपर्छ। तर सबैले गर्व गर्नुपर्छ यो भन्नलाई कि आई एम नेपाली, जस्तै बुद्ध वाज बोर्न इन नेपाल। हामी कहिले पनि भन्दैनौँ बुद्ध इज मधेसी, ही वाज बोर्न इन लुम्बिनी, द्याट इज पार्ट अफ मधेस भनेर। हामी गर्वसँग भन्छौँ बुद्ध वाज बोर्न इन नेपाल, अनिल शाह वाज बोर्न इन नेपाल। माथि हिमालदेखि पहाड तराईसम्म जो पनि जन्मिया छौँ हामी सबै नेपाली हौँ। पहिला यसमा गर्व गर्न सिकौँ, अनि नेपालको भविष्य उज्जवल हुन्छ। थ्याङ्क यू भेरी मच सर, समय दिनुभयो, धेरै धन्यवाद। नमस्ते। 1 2 3 4 5 6 7 यस्तो पनि हुन्छ कहिले? बच्चा जन्माएर नाम दिनु सक्दैन भने बच्चा किन जन्माएको त? यो मेरो छोरीले देख्यो एउटा त, एनीबडी क्यान बी अ फादर बट इट टेक्स अ स्पेसल म्यान टु बी अ ड्याडी भनेर।